हेलो गाइस, सम्पूर्णमा दर्शक नमस्ते भन्न चाहन्छु। रातिको समयमा अहिले यसो मार्केटतिर सामान लिन जाँदैछु म। हेर्नु, सामान लिएर आउनु पर्ने छ। त्यही भएको भएर हिँडेको मार्केटतिर। अनि फेरि पछि पनि सामान लिएर आइसकेपछि मार्केटभित्रको पनि दृश्य देखाउन चाहन्छु। देखाउँला, धैर्य गर्नुहोस्। सब चिज म देखाउँछु, यहाँको नयाँ नयाँ चिजहरू, नयाँ नयाँ ठाउँहरू। अहिले म जाँदैछु मार्केटतिर। यसरी नै जाने, किन दिउँसो पनि निस्केँ चिया सिया पिएर आएको। अहिले साँझतिर चाहिँ जाँदैछु म। एकछिन पछि फेरि म देखाउँछु सामान लिएर आइसके पछाडि। यस्तो यस्तो छ यहाँको सबै चिजहरू, राम्रो राम्रो छ, हेर्न सक्नुहुनेछ। उज्यालो राति दिउँसो केही हुँदैन यहाँ, 24 घण्टा उज्यालो नै हुन्छ। नेपाल जस्तो होइन यो ठाउँ। मार्केट जाँदैछु, त्यहाँ अफर लागेको रहेछ। अफर लाग्यो भने फेरि धेरै बत्ती बाल्ने सिस्टम रहेछ यता विदेशतिरको चाहिँ। हेर्नु है, यो धेरै लाइट बलेको चाहिँ अफर लागेको भएर हो। केही चिजको अलि डिस्काउन्टमा दिन खोजेको भएर। म जान आँटेको मार्केट चाहिँ पर देखेको त हरि पहेँलो केराको चित्र बनाएको चाहिँ हो। आउँदैछु, जाँदैछु, हेर्नु होला, सबै चिज देखाउँछु। आइपुग्नु लागेछु मार्केटमा। कस्तो मान्छेले बोल्यो होला भन्नुहुन्छ। म यही हो, मैले नै यो कुरा गरिराखेको तपाईँहरूलाई देखाउनको लागि। हेर्नुहोस्, अहिले पछि म सबै चिज गरिसके पछाडि देखाउँछु। अहिले चाहिँ मार्केट आइसकेको मैले लिनुपर्ने सामान भनेको चाहिँ यस्तो यस्तो छ सामान। के लिएर पर्ने है, सबै सामानहरू छ यहाँ। यता फ्रिजमा चिसो कोल्ड ड्रिङ्कहरू पनि छ है त। खानेपिउनेका सामानहरू, प्याजको बोरा सोरा, चिनी सिनी, जे भन्नुहुन्छ त्यति पाइन्छ। फ्रिजरहरूमा सामानहरू छ। मलाई चाहिएको भनेको चाहिँ सरफ र हेरेको सरफ यही एउटा हो। यो सरफ लगाउनु पर्यो। अरू यति नै सरफ। अन्डा लाउनु पर्ने छ, अन्डा। ल यति नै है त मार्केटभित्रको चाहिँ। अरू के देखाउँ रे, मसलाको आइटमहरू छ यी। सबै मसलाहरू छ, हेर्न सक्नुहुनेछ। सम्पूर्ण मसलाको आइटम यो भयो। दाल सालहरू यता छ है। के छ, टुन लाउनु पर्ने सबै छ। टुना छ, गिलासहरू उता रहेछ। फ्रिजहरू सामानहरू यस्तो छ। मार्केटमा आएको हो, त्यसै पनि मार्केटहरू सबै फ्रिजहरू छ है त।